नमस्कार, गुड मॉर्निंग, सुप्रभात। एसडीएम म्युजिक मिडिया सर्ट एन्ड स्वीट न्युजमा स्वागत छ। काठमाडौँको सुखमवासीहरूलाई बाढीबाट जोगाउन डोजर लगाएर हटाएको यहाँ त्यस्तो हुँदैन बालेन्साको भनाइ। फागुन 21 गतेपछि सम्भवतः प्रतिपक्षमा नयाँ दल हुन्छ रविको भनाइ। राष्ट्रपति रामचन्द्र पौडेललाई जापानमा गार्ड अफ अनर, जापानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट। मौसमले साथ नदिए हिमाली क्षेत्रमा दोस्रो चरणमा चुनाव हुने पीएम कार्कीको भनाइ। चुनाव हुन 1 महिना बाँकी, आज बुधबारदेखि सेना परिचालन। खेल समाचार, दिपेन्द्र र आरिफको अर्धशतकमा युए विरोध नेपाल 7 विकेटमा नेपाल विजय। धन्यवाद, थ्याङ्क यू सो मच।